फेसबुकबाट नेपालमा पैसा कसरी आउँछ त आजको यो भिडियोमा म तपाईहरुलाई सबै डिटेलमा जानकारी दिनेछु। आउनुस् कुरा गरौँ। फेसबुकबाट तपाईले पैसा कति कमाउन सक्नुहुन्छ त महिनाको? 50,000, 10,000, 20,000, 1 लाख, 2 लाख, 3 लाख। वेल मेरो कुरा गर्नुपर्दा चाहिँ कोरियामा जब म थिए, कोरियामा हुँदाखेरि चाहिँ मैले फेसबुकबाट मैले राम्रो पैसा कमाउँथे। महिनामा 1 देखि 2 लाख सम्म मैले फेसबुकबाट महिनामा पैसा कमाइरहेको थिएँ भने फेसबुकबाट नेपालमा आइसकेपछि नेपालमा अलिकति व्यस्त भएको कारणले मैले नेपालमा आएर भनेको जस्तो पैसा भने कमाउन सकेको छैन। तर पनि महिनाको मैले 20 देखि 30,000, 30 देखि 40,000 सम्म पैसा मैले नेपालमै बसेर फेसबुकबाट पैसा कमाइरहेको छु। अब तपाईहरु कति पहिला लाग्ला अब कसरी चाहिँ नेपालमा फेसबुकबाट पैसा कमाउन सकिन्छ त भनेर। आउनुस् म तपाईहरुलाई पुरा जानकारी दिनेछु। मात्र तपाईले के गर्नु पर्यो भने तपाईले आफ्नो ओरिजिनल कन्टेन्टहरु राख्नु पर्यो। फेसबुक चाहिँ एकदमै कडा छ। जसरी युट्युब हामीले चलाउँछौं तर फेसबुक युट्युब भन्दा पनि एकदम धेरै कडा छ। किन भन्नुपर्दा फेसबुकमा सानो सानो कुरामा नि कपिराइट लगाइदिन्छ। अनि तपाईले इन केस तपाईले कपिराइट भिडियोहरु राख्नु भयो भने तपाईको मोनेटाइज कहिले पनि हुँदैन। तपाईको आफ्नो ओरिजिनल कन्टेन्टहरु राख्नु भएन भने फेसबुकले तपाईलाई कतिखेर सस्पेन्ड हान्दिन्छ त्यो कसैलाई पनि थाहा हुँदैन। त्यसैले फेसबुकमा एकदमै गाह्रो छ तर पैसा पनि फेसबुकमा छ। फेसबुकबाट नेपालमै बसेर नेपालकै बैंक अकाउन्टबाट कसरी पैसा निकाल्न सकिन्छ त? त्यसको लागि चाहिँ अब तपाईले क्रोममा लगइन गर्नुपर्छ अनि त्यसपछि भनेको तपाईले आफ्नो ओरिजिनल कन्टेन्ट भनेको हालिराख्नु पर्यो। अनि त्यसपछि तपाईले फेसबुकमा हेर्दै जानुस्, त्यहाँ राइट म्यानेजर भन्ने हुन्छ पेजमा। क्रोममा गएर लगइन गर्नुस्, त्यसपछि राइट म्यानेजर भन्ने हुन्छ। अनि राइट म्यानेजरमा गएर तपाईले अपिल गर्नुस् फेसबुकलाई, रिक्वेस्ट गर्नुस्। अनि त्यसपछि यदि फेसबुकले तपाईलाई एक्सेप्ट गर्छ भने तपाई विश्वको जुनै कुरामा गएर पनि नेपालकै बैंक खातामा तपाईको पैसा झर्नेछ। जसरी मेरो अहिले नेपालकै बैंक खातामा पैसा आउँछ त्यसरी नै तपाईको नेपालकै बैंक खातामा पैसा आउँछ। तपाईले नेपालमै बसेर फेसबुकबाट टन्न पैसा कमाउन सक्नुहुनेछ। एउटा कुरा चाहिँ के याद राख्नुस् भने नेपालको कुनै क्रिएटरहरुले तपाईहरुलाई सिकाउने वालामा छैन कि नेपालमा पनि पैसा आउँछ फेसबुकबाट भन्ने कुरा तपाईलाई कसैले पनि सिकाउने वालामा छैन। तिनीहरुले बस तपाईलाई भन्नेछ विदेशमा आफ्नो मान्छे चाहिन्छ, विदेशमा भयो भने हुन्छ, उनीहरुले लगइन गर्नुपर्छ, यो त्यो भन्छ। तर एक्चुअली भन्नुपर्दा तपाईले नेपालबाटै तपाईले राइट म्यानेजरमा अप्लाई गर्नुभयो भने यदि फेसबुकले तपाईलाई एक्सेप्ट गर्यो भने तपाईले नेपालमै बसेर मजाले पैसा कमाउन सक्नुहुन्छ फेसबुकबाट। यो तपाईलाई मैले आइडिया दिए है त। र अर्को कुरा भनेको यदि च्यानलमा तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब अनि शेयर पनि गर्न नभुल्नु। लास्टमा जसरी हुन्छ मेरो च्यानललाई एउटा सब्स्क्राइब पनि गर्नु होला। यस्तै फेसबुक सम्बन्धी आइडिया तपाईलाई केही चाहियो भने मलाई सोध्नु होला, म तपाईहरुलाई बताइहाल्छु नि।